हेलो नमस्कार गाइजहरू हेर्नुहोस् है गुड मर्निङ हजुरहरू सबैलाई होइन यस्तो छ हाम्रो चाहिँ अर्ग्यानिक खोर्सानीको बेर्ना रोपाई यस्तो छ अर्ग्यानिक छ है हजुरहरू। फेरि यता हेर्नुहोस् आफ्नै करेसा बारीमा फलेको आलु दामी देखिरहेछ होइन। यता आलुबारी टक्कसँगले यस्तो खालको छ अर्ग्यानिक ठाउँमा। अर्ग्यानिक सिस्नु पनि पाइन्छ हाम्रोतिर त यस्तो छ है। सिस्नु मालिक यता हेर्नुहोस् है सानो हुनुहुन्छ हाम्रो सिस्नु मालिक फेरि यत्रो सिस्नु छ है। आलुबारी यता टक्कसँग दह्रो छ आलुबारी। आलुबारी मालिक यस्तो छन् है। कृषि क्रान्ति गर्नुपर्छ भन्ने यसरी नै बुझ्नुपर्छ, यसरी सिक्नुपर्छ। कृषि क्रान्ति टक्क फर्सीको बेर्नाहरू पुरै झागिरहेछ। ढुक्कुर फेरि कति स्पेसल छ त्यहाँ ट्याक्कसँगले सानो हेर्नु त गाइजहरू ट्याक्क तपाईँहरूले यत्तिको कस्तो मेरो फोटो आएको छ यस्तो छ है। आलुबारी दामी देखिन्छ नि गाइजहरू। आलुबारी अर्ग्यानिक हो, अर्ग्यानिक आफैले रोपेको आलु टक्कसँगले। अहिले भर्खर बोट हुँदैछ, पछि किन्न आउनु होला। यो चाहिँ ठ्याक्कै किन्न आउनुभयो भने चाहिँ ठेगाना चाहिँ पछि नै बताउँछु। त्यसो गरी काँक्रा पनि छ फेरि टक्कसँगले। अर्ग्यानिक छ नि हो सबै गाइजहरू अर्ग्यानिक। अब बिस्तार म यता अर्ग्यानिकहरू देखाउँदै लागेको है। लोकल कुखुराको सुप पनि पाइन्छ। अरूमा त अर्ग्यानिक छ नि हो गाइजहरू होइन। थोत्रो लुगा साइडमा काम गर्दाको लुगाहरू पुऱ्याउनको ड्रागन फ्रुट गाइजहरू, डल्ले खोर्सानी, ड्रागन फ्रुट। यता छ भोगटी, यता छ इस्कुसको मुन्टा यस्तो छ। यता हाम्रो पुसैको बाइक। हाम्रो फेरि यता त हाम्रो माछा पनि छ फेरि माछा पोखरीमा माछाहरू गाइस। माछा देख्नुभयो होला नि गाइस। माछा पालन पनि छ है गाइजहरू। पुरै कति धेरै रहेछ माछा त। यो कुनामा रहेछ झन् धेरै, यो माथि कुनामा गाइजहरू। माछा पोखरीमा माछा। इस्कुस बारीमा हाम्रो गाउँतिर चाहिँ टक्क इस्कुसको यो मुन्टा खाने समय भएपछि चाहिँ यसरी टक्क बार्ने चलन छ क्या गाउँघरमा। अनि त्यही सिस्टम चाहिँ यहाँ पनि गरिएको रहेछ। निस्किन्छ खान्छ र यस्तो छ। अब घर हिँडेको ड्रागन फ्रुट हाम्रो पुसैको अस्ति नै एउटा यो टुक्रा जत्रो मात्र थियो। पछि हेर्दाखेरि यत्रो भइसक्यो रहेछ। हेर्नुहोस् है गाइजहरू, फलेर पनि खाइसकिन्जेल भएको हो। यस्तो छ ल गाइजहरू। कुखुरा अर्ग्यानिक छ फेरि। ऱ्याबिट चाहिँ छैन। ओहो अब ए कुखुरा के छ यहाँ त। अब जीव जन्तुहरू कुकुर पनि छ फेरि। जीव जन्तुमा कुकुरको बार सहित पनि छ। यता फेरि ऱ्याबिट हजुर। ऱ्याबिट कस्तो दामी चाहिँ। ऱ्याबिट
खरायो गाइजहरू कस्तो दामी छ है